वेलकम बैक टू माई च्यानल। आज चाहिँ दसैँ हो, सो ह्याप्पी दसैँ एभ्रिवान। अनि हजुरहरूको दसैँ कस्तो चलिरहेको छ, के जे होस् हजुरहरूको पनि रमाइलो नै होला भन्ने आशा गर्दछु। अनि आज चाहिँ म दसैँको भ्लग बनाउन गइरहेको छु नि त। अनि हजुरलाई म देखाउँछु मैले के गरेँ, कता गएँ, अनि के बनाएँ। अनि हाम्रो चाहिँ यसपालि फ्यामिलीहरू कोही पनि हुनुहुन्न, सबैजना विदेशमा हुनुहुन्छ। इभन मम ड्याड पनि विदेशमै हुनुहुन्छ नि त। सो यसपालिको दसैँ तिहार चाहिँ अलिक खल्लो नै भएको छ, कोही पनि छैन। अनि कस्तो अर्कै लागिरहेको छ कि एक्लै आफ्नो गाउँमा आएको छु चितवन। अनि त्यहाँ चाहिँ आमा बुवा मात्रै हुनुहुन्छ। अनि सो कोही पनि त्यस्तो खासै छैन नि त रमाइलो गर्नको लागि। नट इभन रिलेटिभ्सहरू पनि हुनुहुन्न कि, कजन्सहरू पनि सबैजना आफ्नो आफ्नो गाउँ जानुभएको छ। सो यस्तै छ। म चाहिँ हजुरहरूलाई भ्यू देखाउँछ है हाम्रो गाउँको। त्यस्तो खासै राम्रो त छैन, त्यही पनि हल्का फुल्का यहाँ हेर्नु सक्नुहुन्छ, यस्तो छ है। आज हिजोकै फेरि रातभरि पानी परेर कस्तो गडाइङ गरेको थियो, पानी परेको थियो। अहिले नि सम्म परेको थियो। अहिले चाहिँ एकदम राम्रो मौसम भएको छ। यस्तै नै होस्, किनकि अब धेरै काम भयो भने पनि सकिँदैन, किन यति काम हुन्छ नि। सो यत्तिको मौसम भयो भने चाहिँ एकदम रमाइलो हो। अब हेरौँ म कहाँ के गर्छु भने हजुरलाई यही भिडियोमा देखाउँछु। अनि ल यहाँ हेर्नु न बहिनी, यो भर्खर उठेर कि उठ्ने बित्तिकै फोन छ कि उसको हातमा। त्यही पनि स्मृति तिम्रो फोन है यो, यसले चोरेर है, चलाकी के हिँड तल। आमाले चाहिँ यति मेहनत गरेर चिया बनाएर हामीलाई बनाएर के अरे खानाको लागि बोलाउनु भएको छ है। अनि यो चाहिँ उठ्नु मान्नु छैन। आमाले चाहिँ यहाँ चिया बनाइदिनु भएको थियो। मैले त अघि खान आँटेको थिएँ है। अनि मुसीले गयो कि, म मुसीलाई बोलाउनु गएको। अनि त्यही भएर यस्तो आमा उठ्नु त एकताली। यहाँ के गर्दै हुन्छ कि आमाले, के हो यो आमा बुट्नु भएर रहेछ। यहाँ हुनुहुन्छ हाम्री प्यारी आमा। हेलो भनिदिनु न सबलाई। हेलो होइन मैले चाहिँ खानाहरू सबै बनाइसकेँ होइन। अनि के बनाएँ म हजुरलाई देखाउँछु है। फर्स्टमा चाहिँ मैले अचार बनाएको थिएँ है, यहाँ हेर्नु सक्नुहुन्छ अचार। अनि यसमा चाहिँ पुलाउ छ, अनि यसमा चाहिँ दाल छ, अनि के चिकन बनिरहेछ। अनि यता चाहिँ खसीको मासु नि पाक्यो। सो आजको हाम्रो आइटम चाहिँ यति नै हो, किनभने अब मान्छे पनि धेरै हुनुहुन्न। अनि अब सबैजना नभएपछि त धेरै बनाएर पनि फाइदा छैन नि त। अनि यता आमा चाहिँ टिका बनाउँदै हुनुहुन्छ कि यहाँ आमा के गरेको हौ यो यता रातो टिका बनाउँदै हुन्छ आमाले। सबैलाई ह्याप्पी दसैँ भनिदिनु त, ह्याप्पी दसैँ भन्नु न। ह्याप्पी दसैँ। हामी चाहिँ रेडी भएर आयौँ होइन। अनि अब चाहिँ टिका लाउने बेला हुन आँट्यो भनेर आमाले बोलाएर जानुभएको थियो। त्यही हो, हामीहरू चाहिँ रेडी भयौँ है। अनि यसपालि मेकअप केही गरेको छैन, सिम्पल नै हो, मुखमा केही पनि लगाएको छैन। अनि म हजुरहरूलाई मेरो आउटफिट देखाउँछु न। सो मेरो आउटफिट चाहिँ यही नै हो है, यस्तो हो एकदम सिम्पल। मैले मेकअप पनि केही गरेँ होइन। अनि यस्तो छ। अब इग्नोर गर्नुलाई, मलाई साडी लाउन चाहिँ आउँदैन। आफ्नै जे पाइ त्यही लगाएको के आएन कि मलाई यो मजाले लगाउने। अब टिका लाउनु भन्दै हुन्छ नि त। अनि अब हेरौँ के गर्नु छ भित्र, स्थिति कस्तो छ रुमको। उता आमा हुनुहुन्छ उता जाऊ। म चाहिँ भ्लग बनाइरहेको छु, आमा चाहिँ खालि कसलाई फोन गरिहेस् भनेको भने हुन्छ। अनि यहाँ चाहिँ अनि त्यहाँपछि यहाँ यता चाहिँ कृष्ण छ। कृष्ण यता हेर्दै, इज माई ब्रदर यता हुनुहुन्छ बुवा। अनि यहाँ चाहिँ
रेडी भइसकेछ अनि यहाँ एउटा फेरि नक्कल पार्नु पर्यो नि सिस्टरलाई हर आउटफिट हाम्रो चाहिँ टिका लाउने बेला भयो होइन अहिले अनि अब यहाँ बुवाले चाहिँ टिका लगाइदिन आँट्नु भएको छ सबैजनालाई अनि सुरुमा चाहिँ मुसीको पालो छ है टिका लाउने ल मुसी बस ल मुसोको पाली टिका लाउने सबले भनेको चाहिँ मान्नु है यति चाहिँ गर्नु नमस्ते घर पढेको अलिअलि राम्ररी ज्ञान लिएर बस्छ कसैले छि भन्ने परे होइन अलिअलि एकदम उयो भएर हिँड राख्ने जाऊ अलिअलि राखेर राम्ररी ठुलो कुरो हिँडेको हो अरू केही होइन तिमी सबै कुराले आशीर्वाद लाग्यो मन चित्ताको पुगोस् मन चित्ताको पुगोस् रोग नलागोस् रोग शत्रु छ ठुलो शत्रु रोग हाम्रा आशीर्वाद लागुन् धेरै पढे ज्ञान भए दुवैजनाले दिन पर्दैन नि जेठी छोरीलाई दुईजनाको नौ दुर्गा देवीले रक्षा गरून् मन चित्ताको पुगोस् आशीर्वाद लागुन् सबै कुराको उल्टाउनु हो यो रानी उयोको हात दिइरहेको छ भाइले पनि राम्ररी ज्ञान लिनुपर्छ पढ्नेलाई नि ज्ञान भएर पढ्नुपर्छ आशीर्वाद भगवानले रक्षा गरून् मन चित्ताको पुगोस् रोग नलागोस् हाम्रा आशीर्वाद सरी कमाएर दिन्छन् नमस्ते घर ल कति हो आइदिनु नसक्छ मेरो शिवे सर्वार्थ साधिके शरणे त्र्यंबके गौरी नारायणे नमोस्तुते ओम स्वस्त्यस्तुते कुशलमस्तु चिरायुरस्तु गोबाजी हस्ति धनधान्य समृद्धिरस्तु ऐश्वर्यमस्तु विजयोस्तु ह्रीपुच्छयस्तु संतान मान्छे लगाइरहेर बोलेर आयो हजुर लगाइदिन्छ नि
सबैलाई अनि काना लाउने टोपी न हो काना त खर्च नभए पैसा दिए हुन्छ त्यसलाई नि बिचार 50 रुपियाँ पैसा दिएछु क्या उसलाई के हुन्छ सानो मान्छे दिँदा पैसा पर्दैन हेर्दा दिएछ नि अनि हँ दिएछ नि दसैँको टिका दिन्छ नि त दसैँ दिँदा के हुन्छ त ल अनि केटीलाई लानुहुन्छ छोरालाई कहाँ छोरा पनि सानोलाई पनि दिँदा त्यही दिन्छ नि त आज दसैँको गाइज होइन हामी चाहिँ ठुली आमाकोमा टिका लाउन जाँदैछौँ म अनि यता चाहिँ मुसी अनि यता आमा अनि यता चाहिँ कृष्ण हामी यतिजना भएर चाहिँ टिका लाउन गएको है अब हामी पुगेपछि मलाई लाज लागेन भने मात्र भिडियो बनाउँछु नभए त नगरौँ देवीको प्रसाद लाएर ज्ञानी भए सुखी भए दुःख पनि नपरुन् विद्या आओस् राम्रो होस् राम्रो धनी धनी भएर सुखै सुख पाए दुःख कहिल्यै नपरुन् भगवान्ले नौदुर्गा देवीले रक्षा गर्नुहुन्छ भगवान्ले रक्षा गर्नुहुन्छ भगवान् कृष्ण भगवान् ईश्वर भगवान्ले रक्षा गरेपछि सबै कुरा हुन्छ भगवान् देवीको प्रसाद लाएर सुख हुन् दुःख पनि नपरुन् सुखी भए ज्ञानी भए बाआमाको इज्जत राखेर काम गरे बाआमाले बिहा दिन पाइन्छ आफै केटो नरोजे हो छिल्ला हे वर्षा नौदुर्गा देवीको प्रसाद लाएर यो गङ्गाहरू आएनन् भगवान् गङ्गाहरू आएर आएनन् भएको आएर भयो नौदुर्गा देवीको प्रसाद लाएर रोग नलाओस् राम्रो ज्ञानी भए पढ्ने भए सबै कुरा आमाको बाको इज्जत राखेर राम्रो गरे ज्ञानी भए धनी घरमा परे सुखी भए कहिले धेरै धेरै पढ्नको कोसिस तर है पढ्न कोसिस तर पाइयो सुखी भए दुःख गरेर नपरुन् म पठाइदिन्छु त तपाईँलाई रोग नलाओस् रोगले रोग जस्तो शत्रु केही होइन सबै कुरा राम्रो राम्रो होस् भगवान् कानमा लगा न ल